म चाहिँ एउटा कुरा सेयर गर्न आएको कि मेरो चाहिँ सानो बेलाको स्टोरी भने जस्तो त होइन, नर्मलै हो। अनि म चाहिँ सानोमा हजुरमासँग बस्थेँ कि, अनि हजुरमासँग बस्दा चाहिँ मैले आइसस क्वेसेस सिकेको थिएँ। अनि मेरो बोलीहरू राम्रो थियो, आइसस क्वेसेस प्रायः राम्रै सुनिन्छ नि त बोल्दा। अनि मैले चाहिँ कामहरू पनि धेरै सिकेको थिएँ, कामहरू पनि गर्नुपर्छ भन्नुभएको थियो नि त। अनि एज अ म कजनको घरमा जाँदा चाहिँ कामहरू गरिदिन्थेँ, अनि आइसस क्वेसेस बोल्थेँ। अनि मलाई सबैले कस्तो राम्रो भन्नुहुन्थ्यो क्या, अनि कस्तो राम्रो छ, कस्तो राम्रो बोल्छ, कति राम्रो बानी छ उसको, त्यसरी जज गर्नुहुन्थ्यो नि त। अनि मलाई त कति खुसी लाग्थ्यो कि। अनि एज अ अब आफ्नो कजनहरूले राम्रो भनिदिँदा अभियसली सबैलाई राम्रो त लागिहाल्छ नि त होइन। अनि म चाहिँ कति खुसी हुन्थेँ कि त्यतिखेर चाहिँ त्यसो भनिदिँदा चाहिँ, ओहो मलाई त सबैजनाले कति राम्रो भन्नुहुन्छ भनेर मक्ख पर्थेँ। तर अनि अहिले अब त्यो चाहिँ मेरो धेरै अगाडिको कुरा हो नि त, 10 वर्ष हुँदा, म 10 वर्ष हुँदाखेरिको कुरा हो। अनि अहिले चाहिँ म त्योभन्दा डबलै धेरै भइसक्यो नि त। अनि त्यतिखेर चाहिँ के रियलाइज भयो भने, अहिले पनि त म नै हो नि त होइन। अनि त्यतिखेर अब मैले आइसस क्वेसेस बोल्थेँ होला, तर अहिले बोल्दिनँ। अनि त्यतिखेर राम्रो भन्ने मान्छेहरू आज मलाई राम्रो भन्नु हुँदैन होला होइन। अनि त्यो बेलामा चाहिँ, अनि मलाई अहिले चाहिँ कस्तो रियलाइज त्यो भयो भने, कस्तो फिल भयो भने, त्यो बेलामा मलाई माया गर्नुभएको होइन रहेछ कि, मेरो कामलाई माया गर्नुभएको रहेछ। यदि मलाई नै माया गर्नुभएको हो भने त्यो बेलामा मलाई माया गर्ने मान्छेले अहिले पनि त माया गर्नुहुन्थ्यो होला नि त होइन। एज अ त्यो बेलामा मेरो कामप्रति माया गरिएको रहेछ क्या। अनि त्यो चाहिँ मैले अहिले आएर बुझेँ, अहिले आएर फिल हुँदैछ। जब म अहिले 26 इयर्सको हुँदाखेरि चाहिँ मलाई फिल भयो कि त्यो कुरा चाहिँ। अनि हजुरहरूलाई सेयर गर्नु मन लागेको कुरा